स्वागत छ मेरो युट्युब च्यानलमा। आज घरमा काम गर्ने मै हो र काम गर्नका लागि सुँगुरलाई चारो पकाउनु पर्छ र चारो दिनु पर्छ। आज घरमा फ्यामिली चाहिँ घाँस काट्नु, गोठालो, खेत बाजो जोत्नु गएको छन्, त्यसैले एक्लै गर्दैछु। मेरो चाहिँ नयाँ भर्खर युट्युब च्यानल खोलेको, सपोर्ट गरिदिनु होला। हामी अर्को भिडियो पनि राम्रो ल्याउने छौँ। सुँगुरलाई चारो दिनु हिँडिरहेको छु। आजको भिडियो गर्ने चाहिँ पल्लो घरको बुनुले गर्दैछ र हामी फिल्म हेर्नुको लागि बुनु चाहिँ आएको थियो र मैले पनि भ्लग गरिदेऊ भनेर भ्लग बनाउँदैछौँ। सुँगुरलाई चारो दिनुको लागि तयार हुँदैछौँ साथी हो। यो भिडियो चाहिँ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। सुँगुर चाहिँ दुईटा छ, सानोहरू। यो दिइसकेर अर्को दिनु जानुपर्छ। दिउँसोको 12 बजिसकेको छ। अब बाँदरहरू पनि रुङ्छ, मकै नरुङ्गी खान्छ र अर्कोलाई तयारी हुँदैछ। अर्को चाहिँ सानो छ। हाम्रो गाउँठाउँमा यस्तै दुःख गर्नुपर्छ। गाउँमा बसेपछि काम त गर्नुपर्छ। अर्को दिन अलिक ठुलो चाहिँ तल र अलिक सानो माथि दिनु जाँदैछौँ। सुँगुर पोखर पुग्न आँट्यो र सुँगुर चाहिँ यही हो, सानो छ अर्को भन्दा साथी हो। भिडियो कस्तो लाग्दैछ, राम्रो लाग्दैछ भने सब्सक्राइब लाइक गरिदिनु होला। प्लिज मलाई भ्लग बनाउनु चाहिँ साह्रै मन पर्थ्यो र मेरो सपना कहिले पुरा भएन, सपोर्ट गरिदिनु होला। अब कुखुरालाई चारो दिँदैछु। कुखुराहरू पनि ठिकै छन्, धेरै पनि छैन, थोरै पनि छैन, ठिकै छन्। र कुखुराहरूलाई चारो दिइसकेपछि बाख्राहरू थुन्नु छ। बाख्राहरू पनि गोठाला बुबा मम्मीहरू जानुभएको छ, आएर ल्याएपछि थुन्नु छ। कुखुरा परेवा मिलेर चारो खान्छन्। घरमा जे पनि काम गर्नुपर्छ। फुललाई पानी हाल्नुपर्छ, फुलमा पानी हाल्नु तयार हुँदैछु। पानी थाप्दैछु साथी हो। पानी नथापी पनि हुँदैन, फुललाई पानी नहाली हुँदैन। हाम्रो
गाउँठाउँमा यस्तै गर्नुपर्छ, यस्तै काम। पानी फुलमा पानी हाल्दैछु साथी हो, के गर्नु, यस्तै छ जमाना। यस्तै छ जमाना। फुलमा पानी हालिसकेर घाँस काट्नु छ। घाँस चाहिँ तर खासै काट्नु जान्दिनँ, त्यही पनि काट्नेछु। तर यो भिडियोमा चाहिँ ल्याउँदिनँ, किनभने भ्लग गर्ने मान्छे हुँदैन। र यहाँ चाहिँ बहिनीलाई फकाइ फुलाइ गरेर बुनुलाई भ्लग बनाउँदैछु। पानी घामले गर्दा फुलहरू सुकिसक्यो, पानी हाल्नुपर्छ। अब चाहिँ भारा माझ्दैछु साथी हो। भारा माझेको खासै सुहाउन त सुहाउँदै छैनको साथी हो, सुहाउने जस्तो त भएन। तर पनि केही छैन, धुनुपर्छ साथी हो। नधुई के गर्नु र, धुने मान्छे पनि छैन। यस्तै छ साथी हो। काममा धुइसकेर अब घाँस काट्नु छ। घाँस काटेर अरू नै काम छ। खाममा धुइसक्नु आँटे। भारा माझ्नु चाहिँ साह्रै अल्छी लाग्ने मलाई। भारा धुनुपर्छ। अब बाख्राहरू ल्याएछन्, अब पर्ने छ। बाख्राहरू खेद्दैछु, भारा मात्नु छ, घाँस काट्नु छ। घाँस काट्नु खेल्नु मन लागेर खेल्दैछु। मकै हेर्न सक्नुहुन्छ, बच्चै छु साथी हो, बच्चा साथीहरू। घाम खेल्नु मन लाग्छ, के गर्नु र। यहाँ चाहिँ हाम्रो बाँदर रुँग्ने ठाउँ हो, बाँदर रुँग्दैछु। हावा खाने डाँडा हो बाँदरहरू, र हामी चाहिँ फुर्सद नरुँगेको कारणले भने मकै खान्छ, बाँदर रुँग्नुपर्छ। डाँडा हो, यहाँ हावा खानु पाइन्छ। घामको बेला हावा खानुपर्छ, गर्मीको बेला। अब घाँस काटेर 2 टोका जति पुऱ्याइसके। अब कति काट्नु छ, अब 1 छाक जति काटेर गेम खेल्नु जानु छ साथी हो। गेम खेल्नु यस्तै छ जमाना, नगरी खान पाइँदैन।